हेलो हेलो गुड मर्निङ साथीहरू, गुड मर्निङ। फेरि आज तपाईँको 2 दिन पछाडि फेरि म भ्लग कन्टिन्यू गर्दैछु होइन। यहाँ मेरो दोस्ती यस्तो छ, यहाँ कहाँनिर यो कालिज त होइन होला होइन, वन कुखुरा कालिज त यस्तो बाँच्दैन जस्तो लाग्छ। यस वन कुखुरा होला सायद। ओ बाँच्दैछ क्या, दैनिक ड्युटीमा गयो अरे होइन। त्यस पछाडि कहीँ हिँड्न पनि पाइएन, पानीहरू एकदमै परेको र अब यसोले भनेको भाइ ट्राभल भ्लग नहुने भयो होइन। र विशेष गरी अब यो बर्खा लाग्दैछ, अब मौसमले साथ दिएको बेला फेरि म कहीँ निस्कि नै हाल्छु साथीहरू। र फाइनली अब चाहिँ फेरि पनि तपाईँहरूलाई बिहानै मर्निङ वाकबाटै मैले अपडेट गराइरहेको छु। यता देख्न सक्नुहुन्छ वरिपरि हरियाली भइसकेको छ होइन। वनपाखाहरू, झार जङ्गल, बोट बिरुवाहरू चाहिँ। र त अब आगामी दिनहरूमा आउने नै छ मोटो भ्लग पनि है। अब यो चाहिँ कहाँ बसिरहेको छ क्या त, रेफरी हिँडिरहेको छु। अनि भन्नुपर्दाखेरि चाहिँ त्यो साथीहरू को कहाँबाट हेरिराख्नु भएको छ। र विशेष गरी 2-4जना साथीहरू नयाँ फेरि प्लस भएको छ, उहाँहरूलाई वेलकम भन्न चाहन्छु। र कन्टिन्यू त्यही भिडियोहरू चाहिँ वाच गरिदिनु होला। र अब यस्तै नयाँ भिडियोहरू फेरि पनि लिएर आउने नै छु। यसपालि भ्लग चाहिँ यस्तै नै भयो होइन। र म चाहिँ अब बिहानै दैनिक मेरो बिहानको मर्निङ टाइमको रुटिन भनेको यही हो। मर्निङ वाक निस्किने, त्यस पछाडि जाने, अनि फ्रेस हुने, अनि चियासियाहरू खाने होइन, ब्रेकफास्टहरू गर्ने। खाना चाहिँ म दिउँसो 11 बजीतिर मात्रै खान्छु, 11-12 बज्छ कहिले। अटो गयो, त्यसले गर्दा थोरै पज गरेर फेरि स्टार्टिङ गरिरहेको छु होइन। अब त्यही भएर चाहिँ आगामी दिनहरूमा चाहिँ राम्रो भिडियोहरू त लिएर म आउने नै छु साथीहरू। बाँकी अपडेटहरू ल्याउने नै छु। अनि यस्तै छ यो छोटो मिठो भिडियो चाहिँ। बसी तपाईँहरूमा आज मैले मर्निङ वाक नै सक्ने भएँ होइन। र आगामी दिनहरूमा ट्राभल भ्लगहरू लिएर नि आउनेछु। हेर्दै गर्नु होला, यसरी नै माया गर्नु होला। भिडियोहरू चाहिँ जतिसक्दो हेरिदिनु होला। पुरानो भिडियोहरू हेर्नुभएको छैन भने कृपया मेरो च्यानल सर्च गरेर हेर्नु होला होइन। के कस्तो लाग्छ कमेन्टहरू पनि गर्नु होला। कमेन्ट गर्न कन्जुसै नगर्नु होला, लागेको कुरा लेखिदिनु होला। तपाईँहरूको सल्लाह सुझावको खाँचो छ मलाई है। र अझै त्यसरी नै तपाईँहरूको सल्लाह सुझाव अनुसार नै अगाडि बढ्नेछु। र कस्तो भ्लगहरू हेर्न मन पराउनुहुन्छ त्यो पनि भनिदिनु होला। र त्यही हो साथीहरू, अरू बाँकी कुराहरू त यस्तै हो। अब मैले यो चाहिँ छोटो नै भयो। अब विशेष अपडेटहरू त्यही नै छ। म चाहिँ दैनिक आउने ठाउँमै छु होइन। अब यहाँबाट चाहिँ फर्किने हो। यहाँ प्रायः लोखर्के एउटा निस्किरहेको थियो, आज चाहिँ छैन होइन। र हुन्छ, के कस्तो लाग्छ तपाईँहरूलाई। अब म चाहिँ त्यहाँ जान्छु माथि चौतारामा, तपाईँले देख्नुभयो अगाडि। त्यहाँनिर गएर हल्का व्यायामहरू गर्छु होइन। अनि म चाहिँ फेरि आफ्नो रुमतर्फ लाग्छु। हेर यो ध्वाँसे यहाँ हिँडेर नै हो पार्टनर मेरो। बिहानै पछि लाग्छ, आउँछ, पर बसिरहेको हुन्छ, यतिले नै आउँछन् सँगसँगै। अनि डल्लो कराउँदै हिँड्छु। ल यस्तै छ। अब त्यहाँ भयो भने त्यहाँ गएर अरू कुराहरू पनि तपाईँहरूलाई अपडेट देखाउँछु। ल हेर्दै गर्नु होला। म चाहिँ अहिले फर्किँदैछु, देख्न सक्नुहुन्छ फर्किरहेको छु होइन। फर्किँदैछु बाटोमा। अहिले तपाईँको
यता जाँदै थिएँ भने अहिले म रिटर्न हुँदैछु। मौसमको कुरा गर्नुपर्दा हेर्नु न, आकाश त निकै दिन भयो कहिले राम्रोसँग उग्रेको छैन है। घाँस चाहिँ हेर्नु न कति दामी है, छप्प घाँस आइरहेको छ पानी परेको कारणले। यता तल पनि यही बाटो छ कि यहाँ मुनि मान्छेहरू सर्टकट हिँड्ने बाटो तल पिछबाट है। हेर्दै गर्नु होला, यहाँ बिचमा चाहिँ घरहरू छैन तपाईँको। यहाँनिर जङ्गलभित्र अघि वन कुखुरा बासेकोतिर देखिहाल्नुभयो तपाईँहरूले, एउटा भवन बनेको छ त्यहाँनिर चाहिँ वडा कार्यालय अरे भनेको सुनेको छु। हेरौँ ल साथीहरू, अब चाहिँ म एकचोटि माथि गएर भेट्छु। यहाँको दृश्य यस्तो छ, यो चाहिँ ठ्याक्कै जङ्गलको बिचमा छ। यो पहिला पनि देखाएको थिएँ मैले, तर अहिले यहाँनिर चाहिँ वडा कार्यालय बनेछ कि होइन। यहाँको लोकेट त भ्यू ल साथीहरू चाहिँ फर्किँदैछु। एक्सर्साइज गरेपछि चाहिँ हल्का चाहिँ बलिन्छ क्या, फर्किरहेको छु। र आजको भ्लग चाहिँ यस्तै नै रह्यो होइन, देख्न सक्नुहुन्छ। म चाहिँ हल्का एक्सर्साइजहरू गरेर मरेबाट फर्किरहेको छु। वरिपरि जङ्गल छ, अलिअलि गाडी घोडा हिँड्छ। ल फाइनली अब म रुममा जान्छु, फ्रेस भएर नि भेट्छु। ल फाइनली साथीहरू, म चाहिँ तपाईँको मणिगाउँको रुम गइसकेर आएर चाहिँ आज दिउँसोको टाइममा यो शङ्खसभा जिल्लाको सदरमुकाममा रहेको यो सुन्दर पार्कमा आइसकेको छु साथीहरू। यहाँले देख्न सक्नुहुन्छ यो पार्क चाहिँ यसरी तपाईँको एकदमै ढुङ्गा चट्टानमाथि बनाइएको छ। यो शालिग पनि त्यसरी नै राखिएको छ, देख्न सक्नुहुन्छ। यहाँबाट देखिएको दृश्य हो, यो वरिपरि देखिएको दृश्यहरू चाहिँ यस्तो छ यहाँको अवस्था। र म चाहिँ यहाँ फोटो खिच्ने घुम्ने हिसाबमा आइपुगेको थिएँ र तपाईँहरूलाई पनि थोरै यहाँको विषयमा पनि देखाउँ भनेर आजको भ्लगमा एड गर्दैछु साथीहरू। र मेरो टिकटक र फेसबुकमा हेर्नुहुने साथीहरूले कतिजनाले हेर्नुभयो, पक्कै पनि यहाँको विषयमा मैले बनाएको छु। र यो युट्युबमा पनि मैले तपाईँहरूमा आएको समावेश गरेको छु। देख्न सक्नुहुन्छ यो चाहिँ कुनै एउटा झाँक्री समुदायको महिला हुनुहुन्छ, उहाँहरूको विषयमा चाहिँ यहाँ लेखिएको छ। यस शिलालेखमा पढ्न सक्नुहुन्छ तपाईँहरूले जुम गरेर। र विशेष अब यही छ आजको अपडेटहरू भनेको। र साथीहरू यहाँको यो सुन्दर दृश्यहरू हेर्दै तपाईँहरू माझ मैले चाहिँ तपाईँहरूलाई राखि नै राखेको छु, तपाईँहरू देख्न सक्नुहुन्छ। र साथीहरू अब यहाँहरूलाई के कस्तो लाग्दैछ आजको भ्लग, छोटो मिठो भ्लग लिएर आएको छु। ट्राभल भ्लग मैले खासै दिन सकिनँ यो समयमा, किनभने पानीहरू अत्याधिक परेको कारणले गर्दाखेरि तपाईँको लङ ट्राभलहरू गर्न सकिरहेको छुइनँ। र म चाहिँ यहाँ एउटा त्यस्तै कामले आएको थिएँ, यो पार्कमा आउने मैले पनि मौका पाएँ, त्यसले गर्दा तपाईँहरू माझ नि राखेको छु, देख्दै हुनुहुन्छ तपाईँहरूले। ल साथीहरू हुन्छ, यहाँसँग यो भ्लग हेरेर साथ दिनुभयो, यहाँबाट सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कोही नयाँ साथीहरू हुनुहुन्छ भने मेरो भ्लगमा जोडिनु होला, सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला। आगामी दिनमा